बुद्धि गण्डकी हाइड्रो पावर प्रोजेक्ट, जुन प्रोजेक्टले 1200 मेगावाटको विद्युत उत्पादन गर्नेछ। यो प्रोजेक्ट सफल भएपछि नेपालको लोड सेडिङ सम्पूर्ण रूपमा समाप्त हुनेछ। लोड सेडिङ मात्र समाप्त हुने होइन, नेपालले भारतलाई विद्युत निर्यात गरी धेरै नाफा कमाउन सक्छ। तर नेपालले वर्षौंदेखि जुन घाटा बिहोरिरहेको छ, गर्मीको बेला नेपालले इलेक्ट्रिसिटी एक्सपोर्ट गर्ने, इन्डियालाई सस्तो रेटमा, तर जाडोको बेला भने इन्डियाबाट महँगो रेटमा इलेक्ट्रिसिटी इम्पोर्ट गर्ने जुन यो ट्रेड छ, हाम्रो अनफेयर ट्रेड, यो ट्रेडले गर्दाखेरि नेपाललाई धेरै करोडौं खर्बौं रुपियाँको नोक्सान हुन्छ वर्षौं पछि। यो प्रोजेक्ट सफल भइसकेपछि हामीले त्यो घाटालाई शून्य पारी हामी फाइदातिर अगाडि बढ्नेछौँ। यति भन्दै गर्दाखेरि यो प्रोजेक्टको मूल्य भने $2.3 बिलियन हो, जसमा नेपाल सरकार एक्लै यत्रो फन्डिङ गर्न सक्दैन। त्यसैले नेपालले फन्डिङ गर्ने देशहरू खोज्दैछ, कसले फन्ड गर्ने भनेर कन्फर्म भएको चाहिँ छैन। अर्को मुख्य चुनौती भने त्यहाँ बसोबास गर्ने नेपालीहरू, त्यहाँनिर सयौं हजारौं मानिसहरू बसोबास गर्छन्। ती मान्छेहरूलाई सुरुमा अर्को ठाउँमा सार्नुपर्ने हुन्छ, जुन त्यो मान्छेहरू मानिरहेका छैनन्। आफ्नो ठाउँ, आफ्नो जमिन छोडेर अरू ठाउँमा सर भन्दाखेरि कसले मान्छ र? नेपालमा एयरपोर्टहरू त छन्, तर एयरपोर्टहरू एकदमै साना र साँगुरा छन्, जसले गर्दाखेरि प्लेनहरू हस्पिटलमा लाइन लागे जसरी नै पालै पिलो ल्यान्ड गर्नुपर्ने हुन्छ। एकैतालमा 2-3वटा प्लेन ल्यान्ड गर्न सकेको छैन नेपालको एयरपोर्टमा। यसले गर्दाखेरि हाम्रो ट्रान्सपोर्टेसन एकदमै धेरै स्लो भइरहेको छ। लोजिस्टिक र ट्रेडहरू ट्रान्सपोर्ट गर्दाखेरि एकदमै ठुलो रकम लाग्ने गर्छ। यो समस्याको समाधान निजगढ इन्टरनेसनल एयरपोर्टले लिएर आएको छ। यो एयरपोर्ट सफलतापूर्वक बनिसकेपछि यो एउटा इन्टरनेसनल र नेसनल फ्लाइटहरूको हब हुनेछ। यो एयरपोर्ट एकदमै ठुलो जग्गामा बनिन आँटेको छ, जसले गर्दाखेरि एकैतालमा धेरै प्लेनहरू ल्यान्ड गर्न सक्छ, जुन कुराले ट्रेड, लोजिस्टिक ट्रान्सपोर्ट गर्न अथवा टुरिज्म सेक्टरमा एकदमै धेरै बुस्ट दिनेछ। फ्लाइटहरू सस्तो पर्न जानेछ र भोलिको दिनमा नेपालको इकोनोमीमा ठुलो भूमिका निर्वाह गर्नेछ। यो एयरपोर्ट बनाउनको निम्ति ठुलो जमिन चाहिन्छ र त्यो जमिनको निम्ति धेरै जङ्गलहरू मासिनु पर्नेछ, जसकारणले विभिन्न जङ्गली जानवरहरूको घर भत्किनेछ र ती जानवरहरू मारिनेछन्। उनीहरूको इकोसिस्टम नै भङ्ग हुनेछ। यही कुराबारे इन्भाइरोमेन्टल एक्टिभिस्टहरूले आन्दोलन सुद्ध गरेका थिए अनि सरकारप्रति मुद्दा पनि दायर गरेका थिए। तर नयाँ सरकारले यो एयरपोर्ट बनाउँदाखेरि ठुलो जनधनको क्षति नपुर्याई सकेसम्म जनधनको क्षतिलाई कम से कम बनाएर बनाउने निर्णय गरेको छ। तराई र काठमाडौँ बीच जुन दूरी छ, जसले गर्दाखेरि तराईका मान्छेहरू काठमाडौँ जानलाई 8 देखि 10 घण्टासम्म लाग्ने गर्छ। मेरै कुरा गर्ने भने मेरो घरबाट काठमाडौँ पुग्नको लागि 12 घण्टा बस चढेर जानुपर्ने हुन्छ, या त फ्लाइट लिनको लागि म विराटनगर पुग्नुपर्ने हुन्छ, अनि विराटनगरबाट 45 देखि 40 मिनटमा म काठमाडौँ पुग्न सक्छु। तर फ्लाइटको टिकट एकदमै धेरै महँगो छ। हामी जस्तो सर्वसाधारणले फ्लाइटमा जान सक्दैनौँ। यही समस्याको समाधान गर्दै तराई काठमाडौँ फास्ट ट्र्याक निर्माण हुँदैछ। यो फास्ट ट्र्याक निर्माण भइसकेपछि तराईका मान्छेहरूले 8-9 घण्टा बस चढेर जानुपर्ने छैन। 2-3 घण्टामै उनीहरू काठमाडौँ पुग्न सक्छन्, जसले गर्दाखेरि तराई र काठमाडौँ बीचको दूरी कम हुन जान्छ र त्यहाँको मान्छेहरू पनि एकअर्कामा घुलमिल हुन सक्छन्। एउटा मान्छे जति धेरै टाढा हुन्छ ऊ त्यति नै धेरै, जति धेरै डिस्टेन्सबाट टाढा हुन्छ ऊ त्यति नै धेरै कल्चरल र अरू एक्सपेक्टहरूमा पनि टाढा हुन्छ। तर 2-3 घण्टामै काठमाडौँ पुग्ने भइसकेपछि अब यो दूरी मेटिनेछ र काठमाडौँ र तराईका मान्छेहरू एकअर्कामा घुलमिल हुन सक्छन्। धान, फलफुल, सागसब्जीहरू छ, त्यो काठमाडौँमा 2-3 घण्टामा पुग्ने भइसकेपछि काठमाडौँमा सब्जीहरू एकदमै धेरै सस्तो हुनेछ। साथै काठमाडौँ भनेको त इन्टरनेसनल ट्रेड हो नि त, त्यहाँनिर त विदेशबाट सामानहरू आउने भनेको काठमाडौँमा हो। सो काठमाडौँबाट तराईमा सामानहरू ट्रान्सफर गर्दाखेरि यति छिटो र सस्तो पर्यो भने त्यो सामानहरूको मूल्य पनि घटेर जानेछ, जसले गर्दाखेरि नेपालको महँगाई अलिकति भए पनि कम्ती हुनेछ। यो फास्ट ट्र्याक बनाउनको निम्ति धेरै पहाडहरू चिरियो र अबको 10 वर्षभित्र यो फास्ट ट्र्याक यति सफलतापूर्वक बन्यो भने हामी सबैजना 2-3 घण्टामै काठमाडौँ पुग्न सक्छौँ। हामी तराईका मान्छेहरू केही डकुमेन्ट बनाउनु पर्यो भने 2-3 घण्टामा काठमाडौँ पुगेर बनाएर फेरि 2-3 घण्टामा तराई फर्किन सक्छौँ। एक दिनभित्र हामीले हाम्रो काम तमाम गर्न सक्छौँ। अहिलेको सिचुएसन हेर्ने हो भने हामीलाई काठमाडौँ पुग्नलाई 1 दिन लाग्छ, फर्किनलाई 1 दिन, अनि त्यहाँनिर डकुमेन्ट बनाउन 2-3 दिन। यसो गर्दाखेरि हाम्रो 1 हप्तै बर्बाद हुन्छ। तर यो फास्ट ट्र्याक बनिसकेपछि हामी एकै दिनमा त्यहाँ पुगेर आफ्नो काम सकेर फेरि घर फर्किन सक्छौँ। एउटा खुसीको कुरा भनौँ, यो प्रोजेक्ट नेपाल आर्मीले गर्दैछ र नेपाल आर्मीप्रति हाम्रो विश्वास कति छ यो हामीलाई थाहा नै छ। नेपाल आर्मी आफ्नो कामको लागि, आफ्नो प्रतिबद्धताको लागि एकदमै धेरै चर्चित छ
र हामीमाझ हाम्रो विश्वास सधैँ जितेको छ। तपाईँहरूलाई थाहा नै छ, मनसुनको बेला नेपालमा एकदमै धेरै रूपमा पानी पर्छ र बाढीहरू आइरहेको हुन्छ, जस कारणले हामी एक्सेसिभ रूपमा इलेक्ट्रिसिटी प्रोड्युस गर्छौँ। तर त्यसलाई स्टोरेज गर्नको लागि हामीसँग इन्फ्रास्ट्रक्चर छैन। हामीले प्रोड्युस गरेको एक्सेसिभ इलेक्ट्रिसिटी मनसुनको बेला त्यत्तिकै खेरा जान्छ, अथवा इन्डियालाई हामीले सस्तो दाममा बेचिरहँदा पनि एकदमै धेरै एक्सेसिभ तरिकाले चाहिँ प्रोड्युस भएको इलेक्ट्रिसिटी त खेरै जान्छ म्याक्सिमम। तर यो प्रोजेक्ट सफल भइसकेपछि हामीले त्यो इलेक्ट्रिसिटीलाई रिजर्भ गरेर राख्न सक्छौँ र जाडोको महिनामा देशभित्र प्रोड्युस भएको इलेक्ट्रिसिटी देशमै युज गर्न सक्छौँ, जसले नेपालको डिपेन्डेन्स इन्डियाप्रति कम गर्नेछ। र त्यसै गरी अर्को छ अप्पर अरुण हाइड्रो पावर प्रोजेक्ट। नेपाल अब आउने 10 वर्षमा नि इलेक्ट्रिसिटीको त धनी हुन्छ। यति धेरै इलेक्ट्रिसिटी प्रोड्युस गर्नेछ कि पुरै एसियालाई लाइटअप गर्ने क्षमता बनाउनेछ। नेपालमा रेलवे छैन, मेट्रो छैन, तर अबको 10 वर्षमा इस्ट वेस्ट रेलवे प्रोजेक्ट निर्माण हुँदैछ। यो प्रोजेक्ट सफल भयो भने हामी एउटा कुनाबाट अर्को कुना एकदमै छिटो फास्ट ट्र्याकमा पुग्न सक्छौँ। काठमाडौँ मात्रै होइन, झापाबाट तपाईँको लिम्पी अधुरासम्म हामी सजिलै र छिटो तरिकाले पुग्न सक्छौँ, जसले गर्दाखेरि हाम्रो ट्रेड एकदमै धेरै सजिलो बनाउनेछ। इन्टरनेसनल त होइन, नेसनल ट्रेड। काठमाडौँबाट तपाईँलाई झापा ल्याउनु पर्यो, अथवा काठमाडौँबाट तपाईँलाई अरू मधेसका अरू तराईका अथवा पहाडका क्षेत्रहरूमा सामानहरू पुर्याउनु पर्यो भने एकदमै सजिलो र छिटो हुने जान्छ, जसको कारणले डोमेस्टिक प्राइस घटेर जानेछ र हाम्रो महँगाईमा अलिकति भए पनि राहत मिल्नेछ। हामीले ट्रेड गर्ने भनेको इन्डियासँग हो, र यदि इन्डियाले नाकाबन्दी लायो भने हामीले ट्रेड गर्ने देशै समाप्त हुन्छ, हामी इकोनोमिक ब्लकेटमा पर्नेछौँ। तर यो समस्याको समाधान लिएर आएको छ चाइना नेपाल रेलवे प्रोजेक्टले। केरुङ काठमाडौँ केरुङ भन्ने कुरा त केपी ओलीको मुखबाट तपाईँले सुन्नुभएकै होला। यो प्रोजेक्ट सुरु भइसकेको छ र अब आउने 10 देखि 15 वर्षभित्र यो प्रोजेक्टले सफलता पायो भने हाम्रो डिपेन्डेन्स जुन इन्डियासँग छ, इन्डियाले ब्लकेट लगायो भने चाहिँ नेपाल पुरै डुब्ने, क्राइसिसमा जाने, खानको लागि खाना पनि नहुने, यो क्राइसिस चाहिँ अलिकति भए पनि कम हुन्छ। किनभने हामीले चाइनासँग डाइरेक्ट ट्रेड गर्न सक्छौँ। चाइनासँग डाइरेक्ट ट्रेड गर्दा के हुन्छ भन्दाखेरि जुन चाइनामा मास प्रोडक्सन हुन्छ, जस कारणले त्यहाँको प्राइस नेपाली हामीले किन्दाखेरि इन्डियाको भन्दा सस्तो दाममा हामीले किन्न सक्छौँ। यो प्रोजेक्टले सफलता पायो भने भोलिको दिनमा हामी पनि चाइनामा गएर काम गर्न ओर्न सजिलो हुन्छ। हाम्रा व्यापारीहरूले चाइनामा आफ्नो सामान बेचबिखन गर्न सजिलो हुन्छ। तर यो कुराको मेन समस्या भनेको इन्डिया हो। इन्डियाले यो प्रोजेक्ट सफल हुन देला त इन्डियाको हामीमाथि जुन पावर छ नि, अब इकोनोमिक ब्लकेट गर्यो भने त हामी सक्यौँ, त्यो पावर कम हुन जान्छ। त्यसै कारणले इन्डियाले विभिन्न चलखेलहरू गरिरहेको हुन्छ यो प्रोजेक्ट असफल बनाउनको निम्ति। तर पनि यो प्रोजेक्ट फास्ट रूपमा सम्पन्न हुन जान आँटेको छ। अबको 10 देखि 15 वर्षभित्र यो प्रोजेक्ट पुरा हुन्छ र यो प्रोजेक्ट पुरा भइसकेपछि हाम्रो नेपालको इकोनोमीले एकदमै ठुलो बुस्ट पाउनेछ। अर्को समस्या भनेको हिमाल र पहाड हुन्। नेपालदेखि चाइना छिर्ने बाटोमा एकदमै धेरै ठुल्ठुला पहाडहरू छन्, जुन पहाडहरूलाई हामीले चिर्दै अगाडि बढ्नुपर्ने हुन्छ। काठमाडौँको जाम त तपाईँहरू सबैले भोगिसक्नु भएको होला, तर यो जाम धेरै वर्षसम्म लाग्ने छैन। अबको केही वर्षमा एकदम धेरै फ्लाइओभर्स र रोडहरू बनिनेछ, जस कारणले काठमाडौँको ट्राफिक एकदमै घटेर जानेछ। काठमाडौँमा मेट्रो पनि चालु हुन आँटेको छ। तपाईँहरूलाई थाहा छ, काठमाडौँमा मेट्रो पनि आउन आँटेको छ। काठमाडौँदेखि पोखरा र काठमाडौँका विभिन्न क्षेत्रहरूमा मेट्रो चालु हुन आँटेको छ। अबको 10 वर्षमा सायद काठमाडौँमा मेट्रो पनि चालु हुनेछ, जस कारणले पब्लिक भेहिकल्सहरू कम हुन जान्छ। साथैमा विभिन्न फ्लाइओभर्सहरू पनि बनिँदैछ। यिनीहरू बनिसकेपछि काठमाडौँको ट्राफिक जाम घटेर जान्छ र हामी सहज रूपमा ओहोरदोहोर गर्न सक्छौँ। तपाईँहरूले आफ्नो गाउँघरमा सुन्ने गर्नुभएको होला, आज दिनभरि लाइन आउँदैन किनभने ट्रान्समिसन लाइन पड्कियो। यस्तै कुराहरू सुनिरहनु भएको होला। तर अबको केही वर्षपछि नेपालले यो समस्या भोग्नु पर्दैन, किनभने अब 400 किलोवाटको ट्रान्समिसन लाइनहरू बनिँदैछ। त्यस कारणले धेरै इलेक्ट्रिसिटी प्रोड्युस हुँदाखेरि हाम्रो ट्रान्समिसन लाइनहरू पड्किँदैन र तपाईँको घरसम्म बिजुली सहज रूपमा आउनेछ। काठमाडौँ मात्रै विकास भयो, हाम्रो गाउँघर विकास भएन भन्ने तपाईँहरूलाई लाग्छ भने अबको 10 वर्षभित्र स्पेसल जोन इकोनोमी भन्ने एउटा प्रोजेक्ट लागू हुँदैछ, जुन प्रोजेक्टले अविकसित ठाउँहरूमा इन्फ्रास्ट्रक्चरको विकास गर्नेछ। सिमरा जस्ता ठाउँहरूमा त्यहीँको मान्छेहरूले त्यहीँनिर बसेर जागिर गर्न पाउने व्यवस्था गरिनेछ। यसले आफ्नै गाउँमा आफ्नै घरमा रोजगारी दिनेछ, जस कारणले मान्छेहरू राजधानी गइरहनु पर्दैन।
र यसले लोकल इकोनोमी एकदमै धेरै बुस्ट गर्नेछ। यी इन्फ्रास्ट्रक्चरहरूले मात्र देश विकास गर्छ भन्ने त छैन, तर यसले नेपालको इकोनोमी चाहिँ बुस्ट गर्नेछ। अलिकति भए पनि पोजिटिभ कुराहरू आजको यो भिडियोमा तपाईँहरूले सिक्नुभयो।